बहादुर विश्वकर्मा अनि म चाहिँ अहिले यो प्रेजेन्टेसन गर्न गइरहेको छु। सबैजना सन्चै हुनुहुन्छ होला नि है? एकदम हुन्छ। पुजारीको बारेमा रिसर्च गर्न गइरहेको छु अनि यिनै विषयमा रहेर यिनै विषयमा रहेर पुरानो करारको प्रधान पुजारी नयाँ करारको प्रधान पुजारी उद्देश्य पुरानो र नयाँ पुरानो र नयाँ करारको प्रधान पुजारीको भिन्नता अनि प्रधान पुजारी येशू ख्रीष्ट प्रयोग निष्कर्ष यिनै विषयमा रहेर चाहिँ म रिसर्च गर्न गइरहेको छु। पुरानो करारको प्रधान पुजारी भन्ने विषयमा सुरु गर्दैछु। पुरानो करारको प्रधान पुजारी चाहिँ के कस्तो हुन्थे? पुरानो करारको प्रधान पुजारीहरूले के गर्थे अनि यिनीहरूको कामहरू के थियो, यिनीहरूको अनि कार्यहरू, यिनीहरूको ड्रेस अनि कस्तो हुन्थ्यो भन्ने कुराहरूलाई यसको बारेमा चाहिँ भन्न गइरहेको छु। अनि प्राचीन समयमा चाहिँ पुजारीहरू परमेश्वरद्वारा मानिसबाट चुनिएका हुन्थे र केवल लेवी कुलहरूबाट मात्र पुजारी हुन सक्थे अनि हुन सम्भव हुन्थ्यो र केवल लेवी कुलहरूबाट मात्र पुजारी हुन सक्थे अनि तैपनि पुरुषहरू मात्र हुन पाउँथे। कुनै स्त्रीहरू कुनै अरू लेवी कुलहरू बाहेक अरू व्यक्तिहरू चाहिँ हुन पाउँथेन। अनि जस्तै उदाहरणको लागि हारूनको परिवारभित्रबाट मात्र पुजारीमा नियुक्त हुन पाउँथे। अनि पुजारीहरूले मानिस र परमेश्वरको बीचमा मध्यस्थता गर्ने गर्दथे। कसरी गर्थे भने जब इजरायलीहरूले पाप गर्थे जब तिनीहरू चाहिँ परमेश्वरबाट टाढा हुन्थे, जब तिनीहरू पाप गर्थे परमेश्वरबाट चाहिँ एकदमै टाढा हुन्थे, तिनीहरू कहिले पनि परमेश्वरबाट नजिक हुन सक्दैनन्। आफैले जब पाप गर्थे तिनीहरू चाहिँ अटोमेटिकली परमेश्वरसँग नजिकतामा हुन सक्थेन। त्यो समयमा चाहिँ के गर्नु पर्थ्यो त? तिनीहरू पाप जब गर्थे त्यो परमेश्वरबाट टाढा हुन्थे अनि तिनीहरूको वर्ष पिछेको पाप चाहिँ जब तिनीहरूको वर्ष पछि पाप हुन्थ्यो, वर्ष पछि नै पाप गरेको पापको क्षमा पाउन विभिन्न किसिमका बलिहरू लिएर भेट हुने पालमा चाहिँ उनीहरू पालको सामुन्ने जम्मा हुन्थे अनि ती बलिहरूको रगत लगेर पुजारीहरूले भेट हुने पालको सामुन्ने पवित्र स्थानका वेदीहरूमा चढाइदिने गर्थे। यिनीहरूले चाहिँ आफैले त्यो बलिलाई लगेर चाहिँ त्यो पवित्र स्थानमा लगेर आफैले चाहिँ राख्ने कुरा चाहिँ थिएन, किनकि तिनीहरू प्रधान पुजारीहरूले नै तिनीहरूको पापको क्षमा गर्नको निम्ति त्यो बलिलाई लिएर चाहिँ त्यो पवित्र स्थानमा लिएर चढाइदिनु पर्ने हुन्थ्यो। र यसरी नै तिनीहरूले वर्षभरि गरेको पाप क्षमा हुन्थ्यो जब तिनीहरूले त्यो जब एक वर्ष पिछेको एक वर्षको एकचोटि आउँथ्यो त्यो समय, त्यो पाप पुराइसकेको दिन। तब त्यो समयमा चाहिँ तिनीहरूले त्यो बलिउलाई त्यो लिएर उहाँ त्यो भेट हुने पालको सामुन्ने चाहिँ तिनीहरू भेला हुँदथे र त्यसपछि मानिस र परमेश्वर बीचको सम्बन्ध पुनः स्थापना हुन्थ्यो। जब पुनः स्थापना भन्नुको मतलब कस्तो भन्दा अब तिनीहरू पुनः स्थापना भनेको सबै परमेश्वर र मानिसको चाहिँ अटोमेटिक भेट हुन सक्ने, परमेश्वरसँग बातचित गर्न सक्ने तिनीहरू चाहिँ त्यो लायकको थिएनन् कि अब पाप क्षमा चाहिँ हुन्थ्यो, परमेश्वरको दण्ड उनको माथि आउन चाहिँ रोकिन्थ्यो अनि त्यो पाप चाहिँ परमेश्वरले त्यसरी क्षमा गर्नुहुन्थ्यो। अनि परमेश्वरको तर्फबाट मानिसलाई आदेश र निर्देशनहरू दिन्थे। तिनीहरू राष्ट्रको नीति शिक्षक र नैतिक अगुवा हुनु पर्थ्यो। त्यहाँ चाहिँ कस्तो हुन्थ्यो भने तिनीहरू चाहिँ जब ती पुजारीहरू के हुन्थ्यो, पुजारीहरूले नै चाहिँ ती मानिसहरूलाई चाहिँ के गर्नु पर्थ्यो त?
निर्देशन गर्न पर्थ्यो कि त्यहाँ। अनि परमेश्वरको शिक्षाहरू चाहिँ परमेश्वरले यो मानिसलाई के भन्दैछ है, जस्तै इजरायलीहरूलाई चाहिँ पाप गर्दै इजरायलीहरूलाई चाहिँ परमेश्वरले केही सन्देश दिनु पर्थ्यो भने नि अटोमेटिक डाइरेक्टली परमेश्वरले त्यो मानिसलाई दिनुहुन्थेन क्या, ती इजरायलीहरूलाई दिनुहुन्थेन। ती पुजारीहरूलाई चाहिँ परमेश्वरले पुजारीद्वारा बोलेर पुजारीद्वारा नै कि त मानिसलाई त्यो परमेश्वरको सन्देश अथवा त्यो दिनुपर्ने शिक्षाहरू दिनुपर्ने कुराहरू थियो। त्यस कारणले त्यो सबै ठाउँमा चाहिँ त्यो चाहिँ नैतिक अगुवाहरू अथवा शिक्षकहरू सबै तिनीहरू नै हुनु पर्दथ्यो त्यहाँनिर। अनि यिनीहरूले व्यवस्थाका कुराहरू सिकाउनु पर्थ्यो, व्यवस्थाका कुराहरू सिकाउनु पर्थ्यो तिनीहरूले। अटोमेटिक तिनीहरूले आफै पढेर आफै जानेर परमेश्वरसँग अटोमेटिक बात गर्न सक्थेन तिनीहरूले, किनकि त्यो व्यवस्था कुराहरू चाहिँ ती पुजारीहरूले चाहिँ सिकाउनु पर्दथ्यो तिनीहरूलाई। अनि केवल पुजारीहरू मात्र पवित्र स्थानमा प्रवेश गर्न सक्थे। अनि महापवित्र स्थानमा प्रधान पुजारी मात्र जान सक्थे त्यो समयमा चाहिँ। अनि मानिसहरू चाहिँ त्यो पवित्र स्थानभित्र चाहिँ अटोमेटिकली आफै त्यहाँ जान सक्थेन, किन प्रधान पुजारीहरू मात्रै जान सक्थे। तैपनि वर्षको एकपल्ट मात्र तिनीहरू जब मन लाग्यो तब चाहिँ जानेमा भन्ने तिनीहरूको थिएन, पाउँथेन। जब चाहिँ मन लाग्यो तब जाने कुराहरू थिएन त्यहाँनिर। वर्षको एकपल्ट प्रायश्चितको दिनहरूमा जानुपर्ने थियो। यद्यपि प्रधान पुजारीहरूले साधारण पुजारीले जस्तै सेतो लबेदा लगाउँथे। लबेदा सेतो मसिनो सुती कपडाबाट बनेको हुन्थ्यो। प्रस्थान 28 अध्यायको 29 पदमा हामी हेर्न सक्छौँ। अनि त्यसमाथि निलो रङको घन्टी भएको अलखा लगाउँथे। प्रस्थान 28 को 31 देखि 35 सम्म हामी हेर्न सक्दछौँ। अनि त्यसमाथि अर्को रङ्गी बिरङ्गी वस्त्र लगाउँथ्यो जसलाई एमोद भनिन्थ्यो, एमोद पनि भनिन्छ त्यसलाई भनिन्थ्यो। अनि त्यो प्रधान पुजारीको विशेष भाग हुन्थ्यो। प्रस्थान 28 को 5 देखि 14 सम्म हामी हेर्न सक्छौँ। अनि एपोदसँग एउटा चेप्टो थैली बाँधिएको हुन्थ्यो जसलाई छाती पाता भनिन्छ भनेर हामी बुझ्न सक्छौँ। अनि एरिम र तुम्मी यसको अर्थ चाहिँ आफ्नो फेटामा एउटा सुनको पवित्र लेखिएको हुन्थ्यो। अनि प्रस्थान 28 अध्यायको 36 देखि 39 मा हेर्न सक्छौँ। उसको छातीपाता र एपोदको काँधे बन्धनमा जोडिएको पत्थरहरूमा इजरायलका 12 कुलको जो नाम लेखिएको हुन्थ्यो। उपदेश परमेश्वरको सामु जाँदा ती मानिसहरूलाई पनि लगिएको मानिन्थ्यो। जब 12 कुलहरूको त्यो नाम लेखिएको थियो नि, त्यो जहाँ तिनीहरू चाहिँ पवित्र स्थानमा जाँदै गर्ने क्रममा त्यो मानिसलाई लिएरै जानुपर्ने साथमा पर्दैन कि त्यो नाम लेखेको हुन्थ्यो। त्यसलाई लिएर जाँदाखेरि गयो भने त्यो 12 कुललाई लगेरै गएको जस्तै मानिन्थ्यो। प्रस्थान 28 को 9 देखि 12 अनि 21 को 29 मा पनि हामी हेर्न सक्छौँ। तिनीहरू आफै पनि पाप रहित नभएको कारणले गर्दा चाहिँ अरूहरूको पक्षबाट बलिदान चढाउनु भन्दा अघि आफ्नो निम्ति बलिदान चढाउनु पर्ने कुराहरू थियो। जब मानिसहरूको पापलाई चाहिँ क्षमा गर्नुभन्दा पहिला नै तिनीहरूको निम्ति गर्नुभन्दा पहिला आफ्नो पापको निम्ति चाहिँ उनीहरूले बलिदान पहिला दिएको हुन्थ्यो। प्रस्थान 29 को 9 देखि 38 मा यिनीहरूमा कुनै खोट हुँदैन थियो। अन्य जिम्मेवारी पनि हुन्थ्यो, जस्तै मानिसहरूले आफ्नो भाकल पुरा गरे कि गरेनन् भन्ने हेर्थे। जस्तै मानिसहरूले भाकल म यस्तो परमेश्वरले मलाई यो दिनुभयो भने मैले यो गर्नेछु, परमेश्वरले मलाई यस्तो गरिदिनु भने मैले यस्तो गर्दिनु भन्ने भाकल राख्ने। त्यो भाकल राखेको कुराहरूलाई चाहिँ अनि तिनीहरूले पुरा गरे कि गरेनन् भन्ने कुरालाई पनि अनि त्यो जाँच्ने कुराहरू हेर्ने कुराहरू गर्थे। अनि यदि तिनीहरूमा त्यो पाप क्षमा गर्नुभन्दा पहिला चाहिँ तिनीहरूमा यति साह्रो खोट थियो भने नि तिनीहरू चाहिँ त्यहाँनिरै ठाउँको ठाउँ मर्थे। तिनीहरू
जब चाहिँ एउटा पनि तिनीहरूको बिचमा चाहिँ एउटा खोट पनि एउटा चाहिँ सानो पापको दाग पनि हुनु पर्दैन अथवा नहुनु पर्ने हुन्छ। यदि भयो भने तिनीहरू त्यहाँ खतम हुने कुराहरू त्यहाँ देखिन्छ। अनि कतिपय नैतिक विषयहरूमा न्याय गर्न प्रशासनिक अधिकारीहरूलाई सहायता पनि पुर्याउँथे र तिनीहरूले देशको नीति, धार्मिक संस्कार र रीतिविधिहरू सम्बन्धी व्यवहारिक कार्यहरू पनि गर्नु पर्थ्यो। जस्तै लडाइँको निम्ति निर्देशन दिनुपर्ने कुराहरू छ भने पनि, जमिन बाँड्नु पर्यो भने र सार्वजनिक चाडपर्वहरू अनि आयोजना गर्नुपर्ने कुराहरूमा अनि यिनी कुराहरूमा चाहिँ यिनीहरूले चाहिँ त्यो कुरामा सल्लाह सुझाव दिने अनि एकअर्काको कुराहरू मिलाइदिने कुराहरू यिनीहरूमा थियो। यिनीहरूले गर्नुपर्ने यिनीहरूको कार्य अथवा यिनीहरूको कर्तव्य थियो। पुरानो करारको पुजारी यस्तो हुन्थ्यो। नयाँ करारको प्रधान पुजारीको बारेमा हेर्न गइरहेका छौँ। पुरानो करारको बारेमा हामीले हेरिसक्यौँ। नयाँ करारमा के कस्तो हुनुहुन्छ, कस्तो प्रधान पुजारी के गर्नुभएको अनि के कस्तो हुनुहुन्छ भन्ने कुराहरूको यसको फरक गइरहेका छौँ अनि भन्न गइरहेको छु। अनि हिब्रूको पुस्तक लेखकले येशूको जीवन, मृत्यु र वर्तमान सेवाकाईलाई महान प्रधान पुजारीको सेवाकाई भनी उल्लेख गरेको कुरा पाउँदछौँ। अनि कसरी भन्दा पुजारी हारुन मल्किसेदेकले गरे अनुसार उहाँले गर्नु भएन, तर उहाँले आफैलाई बलिदान गर्नुभयो। राजाहरूका राजा भएर पनि उहाँ अनि सारा स्वर्ग र पृथ्वीको मालिक भएर पनि आज हामी जस्तो मानिसलाई चाहिँ उहाँले आफूले शरीर दिनुभयो, आफ्नै रगत बगाउनु भयो। चाहिँ मल्किसेदेकहरूले त्यो समयमा चाहिँ मल्किसेदेकहरूले चाहिँ जनावरको बलि दिन्थे होइन, पशुहरूको बलि चाहिँ चढाउँथे भने उहाँले चाहिँ हामी जस्तो एउटा मानव जातिलाई चाहिँ आफूमा उहाँ चाहिँ स्वर्ग र पृथ्वीको सारा सृष्टिको मालिक भएर पनि तर चाहिँ उहाँले आफ्नै शरीर दिनुभयो। अनि परमेश्वरले आफ्नै पुत्र दिनुभयो। उहाँले हामीलाई अनि त्यो आफ्नै शरीर, आफ्नै रगत बगाएर चाहिँ बलिदान आफैलाई बलिदान गर्नुभयो। राजाहरूका राजा भएर पनि अरू मानिसको सेवा गर्नुभयो। अनि उहाँले सधैँभरिका लागि र सबैका लागि एकैचोटि बलिदान हुनुभयो र मानिसको पापबाट छुटकारा दिएर मृत्युदेखि हामीलाई जीवनमा चाहिँ प्रवेश गराउनु भयो। येशूको प्रधान पुजारी मल्किसेदेकको दर्जा अनुसार छ। यो हारुनको भन्दा उच्च पद हो चाहिँ मल्किसेदेकको दर्जा बमोजिम भनेको उहाँभन्दा अझ उच्च छ भएको पद चाहिँ। अनि हामी हेर्छौँ भने चाहिँ त्यो तिनीहरू जति पनि प्रधान पुजारी थिए नि पुरानो करारमा, तिनीहरू चाहिँ के भयो त, अनि जब जन्मिएपछि तिनीहरूले मल्किसेदेक अथवा तिनीहरूको प्रधान पुजारीहरू काम गरे तापनि तिनीहरू अन्त्यमा चाहिँ अनन्तसम्म रहिरहेन कि अनन्तसम्म पुजारी भइरहेन। अनि उनीहरू चाहिँ एक न एक दिन के भयो तिनीहरू मरेर चाहिँ गए। तर हाम्रो येशू ख्रीष्ट चाहिँ अनन्तको निम्ति चाहिँ प्रधान पुजारी हुनुभएको छ। उहाँ मरेको रहनु भएन, तर चाहिँ उहाँ जीवित उठाएर सदाभरिका निम्ति प्रधान पुजारी हुनुभएको छ। येशूले प्रधान पुजारी मल्किसेदेकको दर्जा अनुसार छ। यो हारुनको भन्दा उच्च पद हो। अनि किनकि यो एउटै परिवार एउटै जाति वा मानिसहरूको एउटै वर्गमा सीमित छैन, यो सबैमा छ। एकै ठाउँ रहेर जो चाहिँ उहाँको जो प्रधान पुजारी चाहिँ पद चाहिँ एउटै जातिलाई एउटै मानिसलाई चाहिँ दिने भन्ने होइन, तर उहाँको यो उद्धार चाहिँ सबै ठाउँमा फैलिएको छ, कहीँ पनि सीमित रहेको छैन। यसकारण ख्रीष्टको पुजारीपन अन्तहीन र सबै मानव जातिको निम्ति हो। हिब्रू 7:1-3-11-17 यसमा हेर्न सक्छौँ। यसो हारुनका रीतिको पुजारी जस्तो पापी हुनुहुन्थ्यो। यस कारण अरूको पक्षमा कार्य गर्नुभन्दा अघि उहाँले आफ्नो पापको निम्ति पनि बलिदान चढाउनु पर्ने कुनै आवश्यक थिएन, किनभने उहाँ पाप रहित हुनुहुन्थ्यो। शरीरमा हुनुहुन्थ्यो तापनि उहाँ पाप रहित हुनुहुन्थ्यो। यस कारणले गर्दा उहाँले चाहिँ अरूको पापको निम्ति काम गर्नुभन्दा पहिला चाहिँ उहाँले कुनै कुराहरू आफ्नो निम्ति चाहिँ पापको बलिदान चढाउनु पर्ने आवश्यक थिएन। यसोले कहिले अब
यसले कहिले अब दिनहुँ बलिदान चढाउनु पर्ने आवश्यक अब छैन, किनकि उहाँले सदाको निम्ति एकैचोटि सबैको निम्ति चाहिँ के गर्नुभएको छ अनि बलि हुनुभएको छ अनि अनि किनकि उहाँले सधैँका लागि एकैपल्ट बलिदान हुनुभएको छ। अब हामी विश्वासीहरूको मध्यस्थता गर्न कुनै सांसारिक पुजारीको आवश्यकता छैन, किनकि उहाँ सदाको निम्ति उहाँ पुजारी हुनुभएको छ। मल्किसेदेकको दर्जा बमोजिम तिमी सधैँको निम्ति पुजारी हौ। मल्किसेदेक त केही समयका लागि पुजारी थिए, तर येशूलाई परमेश्वरले सधैँभरिका निम्ति पुजारीको पदमा नियुक्त गर्नुभयो। अब उहाँ सधैँभरिका लागि निम्ति पुजारी हुनुभएको छ। परमेश्वरले चाहिँ के भन्नुभएको यीशु ख्रीष्टलाई चाहिँ तिमी चाहिँ अब सधैँभरिका निम्ति पुजारी हो भनिकन प्रभुले यहाँ त्यो भन्नुभएको छ। त्यस कारणले अनि पुरानो करारको उद्देश्य के हो त भन्ने कुरा हामीले गरिरहेको छ। पहिला पुजारीले मानिस र परमेश्वरको बिचमा मध्यस्थता गर्थे भने अनि तिनीहरूले मानिसहरूले ल्याएका बलिदानहरू परमेश्वरलाई चढाउँथे अनि परमेश्वरको तर्फबाट मानिसहरूलाई आदेश र निर्देशनहरू दिन्थे। तिनीहरू राष्ट्रको अगुवा हुनु पर्थ्यो। त्यो समयमा मानिस र परमेश्वर डाइरेक्ट भेट्न बातचित गर्न सकेनन्, किनभने पहिला त मानिस पापी थिए पहिलो कुरामा, र दोस्रो परमेश्वर सन्दुकमा उपस्थिति हुनुहुन्थ्यो। डाइरेक्ट कुनै स्थानमा सन्दुकमा भेट हुने पाल यस्तैमा जम्मा हुनुहुन्थ्यो। अनि यसकारण यी मानिसहरू र परमेश्वर बिचको सम्बन्धमा मध्यस्थता पुजारी हुन्थे। अनि मानिसहरूले ल्याएका बलिदानहरूलाई पुजारीले महापवित्र स्थानमा पुर्याउनु पर्थ्यो, किनकि मानिस आफै जान सक्दैनथ्यो। पुर्याउने काम चाहिँ पुजारीहरूले गर्न पर्दथ्यो। परमेश्वरको योजनाहरू मानिसहरूमा के छ त्यो पुजारीहरूले चाहिँ सबै कुराहरूमा बताउने कुराहरू चाहिँ मानिसहरूमा पुर्याउने पुजारीहरूले गर्ने योजनाहरू मानिसहरूमा के छ त्यो पुजारीहरूले सबै मानिसमा पुर्याउँथे। नयाँ करारको उद्देश्य पाप के हो? पापको कारण मानिस परमेश्वरबाट अलग भएको छ अनि उसले आफैलाई परमेश्वरको कहाँ पुर्याएर फर्काएर ल्याउन सक्दैन। यसकारण पापी मानिस र पवित्र परमेश्वरको बिचमा उभिन नसक्ने र जसरी होस् मानिसलाई परमेश्वर कहाँ फर्काएर ल्याउने एकजना मध्यस्थताको आवश्यकता एकदमै थियो। यसकारणले यो काम गर्न सक्ने एक मात्र व्यक्ति हुनुहुन्छ जो चाहिँ उहाँ येशू ख्रीष्ट हुनुहुन्छ। जब मानिस पापमा फसे त्यो समयदेखि मानिस र परमेश्वरको बिचको सम्बन्ध अलग थियो। यसैले मानिसले कहिले पनि आफूलाई परमेश्वरको कहाँ पुर्याउन अटोमेटिकली आफैले चाहिँ कोसिस गरेर चाहिँ पुर्याउन सकेन। यो पापी मानिस र परमेश्वरसँग मिलाप गराउन आवश्यक थियो। यसकारण येशूले मात्र यो काम गर्न सक्नुहुन्थ्यो। उहाँको मध्यस्थताको आवश्यक थियो र उहाँले गर्नुभएको कामद्वारा आज हामी सबै मानव जातिले परमेश्वरसँग मेलमिलाप गर्न पाएका छौँ। मेलमिलाप भएको छ, उहाँसँग हामी बातचित गर्न सक्छौँ। अहिले चाहिँ हामीले येशू ख्रीष्टको कारणले गर्दा अनि पुरानो र नयाँ करार बिचको पुरानो र नयाँ करारको प्रधान पुजारीहरूको भिन्नतालाई चाहिँ हेर्न गइरहेका छौँ। अनि पुरानो करारको प्राचीन समयमा पुजारी सङ्ख्यामा धेरै भए तापनि तिनीहरू चाहिँ के भन्दा मरेर गए। थोरै समयको निम्ति मात्र तिनीहरूको जीवनकाल
पाप हुन आफ्नै निम्ति पाप हुन थियो अनि आफ्नै निम्ति पनि बलिदान चढाउनु पर्ने थियो। प्राचीन समयका पुजारीहरू मानिसबाट आउँथे, ती जति पनि पुजारी आए कोही पनि अनन्तसम्म नरही मरेर गए मानिसको निम्ति केही समयको लागि मात्र मध्यस्थता थियो। ती पुजारीले आफ्नै लागि पनि बलिदान चढाउनु आवश्यक थियो। मानिसहरूको वर्षभित्रको पापको निम्ति तयार लगातार बलिदान चढाउनु परिरहन्थ्यो। एक साधारण मानिस एक पापी भएर पनि पुजारीको रूपमा सञ्चालन गर्ने तिनीहरूको बाहिरी व्यवस्था अर्थात् तिनीहरूको पोसाक हो। मानिसको पाप क्षमा गरिदिनु भएको लागि केही समयको लागि मात्र क्षणिक बन्दोबस्त गर्थे। परमेश्वरको ज्ञान दिएर मानिसलाई भनिदिने काम तिनीहरूको हुन्थ्यो। नयाँमा एउटै तर सधैँ बाँचिरहने, सधैँ बचाउने र सधैँ मध्यस्थता गर्ने पाप रहे। प्राचीन समयका पुजारी धेरै सङ्ख्यामा हुन्थे। उनीहरू केही समयसम्म मात्र स्थिर हुन्थे, मरेर जान्थे। तर यसो त एउटै सधैँ अमर रहने निरन्तर सहायता पुर्याउने हुनुहुन्छ। उहाँ पाप रहित कुनै पनि खोट नभएको हुनुहुन्छ। यसु निर्दोष पाप रहित कुनै पनि खोट नभएको कारण उहाँले अरू पुजारीहरूले जस्तो आफ्नै निम्ति बलि चढाउनु पर्ने आवश्यक थिएन। सबैको निम्ति आफूलाई बलिदान चढाउनु भयो। परमेश्वरले चुन्नु भएको राजपुजारी हुनुहुन्छ। उहाँ कुनै देखावटी पुजारी होइन, भित्री व्यवस्था पालन गर्नुहुने यसु हुनुहुन्छ। परमेश्वरसँग घनिष्ठ व्यक्तिगत सम्बन्ध उहाँको महिमाले पृथ्वी भरिएको हुनाले परमेश्वर र मानिस दुवैले चिन्ने भएका छन्। उहाँले मानिसका पापको निम्ति स्थायी बन्दोबस्त गर्नुभयो। अनि प्रयोगमा चाहिँ अनि यसो हाम्रो लागि मर्नुभयो, गाडिनु भयो। हाम्रा पापका निम्ति उहाँ क्रुसमा रगत बगाउनु भयो। अब मेरो पाप क्षमा भएका छन् भनी म विश्वासमा अडिग रहन म निरन्तर लागिरहनेछु। उहाँ सधैँभरिका निम्ति हाम्रा मध्यस्थता हुनुहुन्छ अनि म उहाँबाट सहायता लिन तत्पर रहनेछु। यसोले हामीलाई अनन्त जीवनमा प्रवेश गराउनु भएको छ। म उहाँमा अडिग रहेर उहाँले राखिदिनु भएको छ दौड पुरा गर्नेछु। उहाँ हाम्रा अनन्त पुजारी हुनुहुन्छ भन्ने कुरालाई म भुल्ने छैन। अनि 20 वर्षमा चाहिँ प्राचीन कालका पुजारीहरू परमेश्वरद्वारा मानिसबाट चुनेका हुन्थे अनि तिनीहरू सङ्ख्यामा धेरै हुन्थे। तर केही समयको निम्ति मात्र तिनीहरू चाहिँ पुजारी हुन्थे अनि तिनीहरू नष्ट भएर जान्थे। तर ती पुजारीहरू मानिस र परमेश्वर बिचको सम्बन्ध मध्यस्थता हुन्थे अनि उनीहरू पवित्र स्थानमा वर्षको एकपल्ट मात्र जाने गर्दथे। 2000 वर्ष अघि परमेश्वर पिताले मल्किसेदेकको दर्जामा मोजेस येशू ख्रीष्टलाई सधैँको निम्ति प्रधान पुजारीको रूपमा नियुक्त गर्नुभयो। उहाँ परमेश्वरबाट हुनुहुन्छ। पापी मानिस र परमेश्वर बीच येशूले मिलाप गराउनु भएको छ। येशू हाम्रा निम्ति बलिदान हुनुभयो। अब फेरि बलि हुन आवश्यक छैन। उहाँको कारण आज हामीले परमेश्वरलाई भेट्न सक्ने बाँचिन गर्न सक्ने हामी भएका छौँ। अनन्त जीवनमा प्रवेश भएका छौँ। हुन्छ, यति नै हो। सबैलाई जोइनसी